बम्पर बक्स अफिस कलेक्सन गर्दै चलचित्र झिकिदाउ र चलचित्र सम्हालिन्छ कहिले मन कतिको बक्स अफिस कलेक्सन गर्यो 3 दिनमा। नमस्कार दर्शक वृन्द, स्वागत छ यहाँलाई गजब टिभीमा। आज हामी जानकारी गराउनेछु शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र सम्हालिन्छ कहिले मन र झिकिदाउले कतिको बक्स अफिस कलेक्सन गर्न सफल भए, यसै बारेमा जानकारी गराउनेछु। भिडियो निकै नै इन्ट्रेस्टिङ बनेको छ, पक्कै पनि अन्तिमसम्म हेर्नुहोला। मन परेको छ भने लाइक, कमेन्ट एन्ड सेयर गर्नुहोला। यस्तै विभिन्न जानकारीमूलक भिडियोहरू, फिल्म न्युज हेर्नको लागि गजब टिभीलाई सब्स्क्राइब गरौँ भने नभुल्नुहोला। यहाँलाई जानकारी गरौँ आदरणीय दर्शक महानुभावहरू, शुक्रबारबाट 2वटा नेपाली चलचित्रहरू एकसाथ प्रदर्शनमा आएका छन्। आदरणीय दर्शक महानुभावहरू, चलचित्र सम्हालिन्छ कहिले मन र चलचित्र झिकिदाउ एकसाथ प्रदर्शनमा आएका हुन्। चलचित्र सम्हालिन्छ कहिले मनमा सोनम तन्नेत, पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ भने यसैगरी चलचित्र झिकिदाउमा आचल शर्मा र नायिका के अधिकारीको मुख्य भूमिका रहेको छ। चलचित्र सम्हालिन्छ कहिले मन त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ। चलचित्रलाई सुदर्शन थापाले डाइरेक्सन गरेका हुन्। यसैगरी चलचित्र झिकिदाउमा 30-40 वर्ष अगाडिको नेपाली समाजको कथावस्तुलाई देखाएको छ। चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। 2वटा चलचित्रहरू एकसाथ प्रदर्शन हुँदा पनि चलचित्र सम्हालिन्छ कहिले मन र चलचित्र झिकिदाउले सुखद व्यापार गरिरहेका छन्। समीक्षकहरूले पनि चलचित्रको बारेमा निकै नै पोजिटिभ रिभ्यूहरू दिएका छन्, उत्कृष्ट बनेको जानकारी दिएका छन्। यसैगरी दर्शकहरूले पनि पोजिटिभ रिभ्यूहरू दिइरहेका छन्। यसैगरी चलचित्रको ओलटमा पनि निकै नै दुवै चलचित्रको बलियो रहेको छ। यसै कारणले गर्दा पनि चलचित्र सम्हालिन्छ कहिले मन र चलचित्र झिकिदाउले सुखद व्यापार गरिरहेका छन्। पहिलो दिन चलचित्र झिकिदाउले ओपनिङ डेमा लगभग 30 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको थियो भने यसैगरी चलचित्र झिकिदाउले हिजो शनिबारको दिन 50 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको थियो। यसैगरी चलचित्र सम्हालिन्छ कहिले मनले पहिलो दिनमा लगभग 40 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको थियो। यसैगरी हिजो 70 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको थियो। आदरणीय दर्शक महानुभावहरू, आज दुई चलचित्रले तेस्रो दिन अर्थात् पहिलो विकेट पार गर्ने भएका छन्। आज झिकिदाउले लगभग 25 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको छ भने यसैगरी चलचित्र सम्हालिन्छ कहिले मनले आज 30 लाखको हाराहारीमा ग्रोस कलेक्सन गर्न सफल भएको छ। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूले कुन चलचित्रलाई हेर्नुभयो र कुन चलचित्रलाई मन पराउनु भयो, कृपया हामीलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नु भने नभुल्नुहोला। यस्तै विभिन्न जानकारीमूलक भिडियोहरू, फिल्म न्युज हेर्नको लागि गजब टिभीलाई सब्स्क्राइब गर्नु भने नभुल्नुहोला। अहिलेको छोटो अनि मिठो भिडियोबाट छुटिन्छु। नमस्कार।